शारजा फ्री जोनबाट तपाईको एमरेट्स आइडी आइसकेपछि तपाईहरुले के फाइदा पाउनुहुन्छ त आउनुस् यो भिडियोमा थोरै जानकारी लियौं है त। नम्बर 1 भनेको लिगल रेजिडेन्सी। तपाईले 2 वर्षसम्म युएई मा कानुनी रूपमा बस्न सक्नुहुन्छ। नम्बर 2 नो स्पोन्सर निडेड। तपाईले कुनै पनि स्पोन्सर बिना तपाई काम गर्न सक्नुहुन्छ र लिगल भएर बस्न सक्नुहुन्छ। नम्बर 3 बैंक अकाउन्ट खोल्न मिल्छ। तपाईसँग एमरेट्स आइडी छ भने तपाईले मोबाइलबाट नै अनलाइन बैंकिङ सिस्टम ओपन गर्न सक्नुहुन्छ। नम्बर 4 ड्राइभिङ लाइसेन्स अप्लाई गर्न मिल्छ। तपाईसँग एमरेट्स आइडी छ भने तपाईले ड्राइभिङको लागि पनि लाइसेन्स लिएर लाइसेन्स लिन सक्नुहुन्छ। नम्बर 5 र बेस्ट एडभान्टेज तपाईले यसमा मेडिकल इन्स्योरेन्स पाउनुहुन्छ जुन चाहिँ 1 वर्षको लागि हुन्छ र तपाईलाई सेफ र सेक्युर पनि बनाउँछ। यदि तपाईको लागि यो फ्री जोनको भिजा बेस्ट छ र तपाईले यो भिजामा युएई मा बसेर केही गर्न चाहनुहुन्छ भने भिजा एप्लिकेसनको लागि म लगायत हाम्रो डिएससी परिवारलाई सम्पर्क गर्नुहोला। धन्यवाद।